चाहिँ म प्रकृतिमा हराभरा रहेको यो माइपोखरी नौकुनामा रहेको अत्यन्तै सुन्दर माइपोखरी परिसरबाट तपाईहरुलाई म यो स्वागत गर्न चाहन्छु र यतिखेर म ठ्याक्कै माइपोखरीमा आइसकेको छु। यो हाम्रो घरदेखि नजिकै हो। यो सन्दकपुर गाउँपालिका वडा नम्बर 1 मा अवस्थित रहेको छ चाहन्छु। प्लस माइपोखरी नजिकै रहेको यो सुन्दर गार्डनलाई पनि तपाईहरुलाई देखाउन चाहन्छु म। र सानो सानो फुलहरु पनि फुलेको छ यहाँ। लाली गुराँस पनि तपाईहरुलाई देखाएँ मैले है। यो चाहिँ हाम्रो माइपोखरी हो। माइपोखरी रहेको नजिकै रहेको चोक। अब म जोरपोखरीतिर जान्छु। यो चाहिँ प्राकृतिक सुन्दरताले भरिएको नौकुनामा आधारित रहेको विश्व सम्पदा सूची रामसार क्षेत्रमा सूचीकृत भएको ठाउँ माइपोखरी हो। मलाई बोलाए के भन्छ बुढा सञ्जीव बाबा नलजे खाउँ ल बाबा। नलजे खाउँ ल। वेलकम टु मन्स तुलुङ्स ब्लग्स। म यति भनिदिँदाखेरि कम्ती राम्रो हुन्छ नि। यो त म बहुमूल्य भनाइ हो तपाईको। के हुँदैछ? एकदम उत्तम हुँदैछ। जे हुँदैछ अब सुरु हुन आँटेको ल बाबा ल। यो जोरपोखरीबाट उद्घाटन हुँदैछ। त्यसकारणले गर्दाखेरि हामी साथीभाइहरूले यहाँ एकदमै तयारी गरिराख्नु भएको छ। बस सुरक्षाका सरहरू लगायतको उपस्थितिमा तपाईहरुलाई म देखाउन प्रेसका साथीहरू लगायत कार्यक्रमको लागि एकदम तयारी भइरहेको छ हामी देख्न सक्छौं। अनि ब्याकग्राउन्डमा हाम्रो सन्दकपुर टाइटल सङ बजिरहेको छ जसमा हाम्रो मेरो बहिनी खुसी थुलुङ लगायतले गाउनु भएको छ। ल जोरपोखरी क्षेत्र हामी एकचोटि घुमौँ न त, अवलोकन गरौँ न त भन्ने कुरा हो। यहाँ एकदम पूजाआजा हुँदै रहेछ। औपचारिक रूपमा अब पूजाआजाको कार्यक्रम पनि रहेछ यहाँ। के हुँदैछ बाबा? के हुँदैछ यहाँ? ओहो मेरो भाइहरू के हो? साउजी तपाईँ के वास्ता गरिँदैन त? म आउँदा त म आउँदा वास्तै गरिएन त। गाइज निकै लामो समयको प्रतीक्षापछि भर्खरै मात्रै रेलपाण्डा महोत्सवको उद्घाटन भइरहेको छ परतिर र म त्यही क्षेत्रमा जाँदैछु र अलिकति काम पर्यो। सो म अहिले यो कम्पाउन्डभन्दा बाहिरबाट स्टेजतर्फ जाँदैछु। वसन्त ऋतुतिर हामी प्रवेश गरिरहेका छौँ र वसन्त ऋतु सँगसँगै यो विभिन्न पन्छीहरूको आवाजले पनि हामीलाई आभास गराउँदो रहेछ क्या। कुकु टाइपको यो आवाज सुन्दै हुन्छ। यसले चाहिँ वसन्त ऋतु आयो भन्ने टाइपको है, बिउ छ टाइपको चराहरूको यो विभिन्न पन्छीहरूको आवाजले हामीलाई आभास गराउँछ र अहिले वसन्त ऋतुतिर हामी अगाडि बढिरहेका छौँ भन्ने कुराहरू महसुस भइरहेको छ र एकदमै सुन्दर हरियाली सन्दकपुरको काखैमा रहेको यो सन्दकपुर 1 माइपोखरीको परिसरमा। माइपोखरी आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जहाँ 9वटा कुनाहरू छन् र 9वटा कुनाहरू रहेको विश्व सम्पदा सूचीमा पहाडी भूभागको पहिलो विश्व सम्पदा सूचीमा पर्ने नेपालको एकमात्र माइपोखरी हो। 2008 मा चाहिँ विश्व सम्पदा सूचीमा पर्न सफल माइपोखरीको नजिकै रहेको यो जोरपोखरीमा हामी औपचारिक कार्यक्रम भइरहेको छ। डाक्टर अमित सिंह उहाँ इन्डियाको कोलकाताबाट हुनुहुन्छ। उहाँलाई पनि ग्यासमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी योगेश मिश्र
फ्रम कोलकाता इन्डिया डाक्टर योगेश मिश्र ड्यासमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मिस्टर प्रतीक्षा प्रसाद फ्रम कोलकाता इन्डिया, मिसेस प्रतीक्षा प्रसाद फ्रम कोलकाता इन्डिया, I would like to request you to take a seat as a guest in the dais. And Mr. Aditya Botra from Himalayan Tour and Travels, Siliguri, India, I would like to request you to take a seat as a guest in the dais. चौधरी ज्यूलाई पनि ड्यासमा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सौरभ शुक्ला ज्यूलाई पनि अतिथिको रूपमा ड्यासमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विकास पनि भएर जान्छ। त्यो ढंगले हामीले यहाँको पर्यटनको विकासको निम्ति साझा एकै ढंगबाट लागौं र एउटा क्षेत्रको एउटा ठाउँको विकासले मात्रै पर्यटनको विकास हुन सक्दैन। त्यसलाई लिंकेज, कोअर्डिनेसन, कोलाबोरेसन जस्ता चाहिँ एकै ढंगले हामीले अगाडि गयौं भने हामीले सफलता प्राप्त गर्न सक्छौं। र इन्डियाबाट हाम्रो जसोदाजी आउनुभएको छ, कोलकाताबाट हिजो मात्रै आएर कोशी भ्रमण वर्ष, कोशी पर्यटन वर्ष सुन्दरमा काँक्रापिटामा एउटा मिटिङ सकेर इलाम आइपुग्नु भएको छ। उहाँहरूलाई एकदम सन्दकपुरलाई का राम्रा चिजहरूलाई लिएर गइदिनको निम्ति विदेशी पाहुनाहरू जुन इन्डियाबाट आउनुभएको छ सबै साथीहरू, म यहाँ चाहिँ आनन्दजीलाई देख्दैछु। आनन्दजी भनेको हामीले 2076 मा अथवा 2019 मा चाहिँ टु सन्दकपुर बाइक एक्सपिडिसन गरेका थियौं। त्यो बाइक एक्सपिडिसनमा आनन्दजी पनि यहाँ सहभागी हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि यो क्षेत्रको विकासमा अथवा प्रबन्धनमा थोरै भूमिका राखेको छ। त्यसले गर्दाखेरि म यहाँहरूलाई के आग्रह गर्दछु भने पर्यटनको विकासको निम्ति साझा भएर लागौं। यो पार्टी त्यो पार्टी, यो क्षेत्र त्यो क्षेत्र भन्दा पनि हामी एकीकृत ढंगबाट कसरी लाग्न सक्यौं त्यसले परिणाम दिन सक्छ भन्ने कुरा यहाँको बीचमा राख्दै सबै आउनुभएका पाहुनाहरू, विशेष गरी इन्डियाबाट आउनुभएका इटरीको हाम्रो जसोदाजी प्रतीक्षाजी लगायतको टिमलाई हार्दिक स्वागत गर्दै यहाँ इलामको एउटा चेली आउनुभएको छ, इलाम बस्नुहुन्छ र विश्व हाम्रा प्रोडक्टहरू चाहिँ सेल गर्नुहुन्छ, उहाँ पनि आउनुभएको छ, इलामको चेली हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो प्रतीक्षा अधिकारीजी उहाँ इलामको सन्दकपुर, उहाँको घर सलकपुर घर हो पहिला, अहिले इटरी बस्नुहुन्छ र विश्व बजारमा चाहिँ हाम्रा प्रोडक्टहरूलाई चाहिँ उहाँले बिक्री गर्नुहुन्छ। त्यसले गर्दाखेरि एक्सपोर्ट गर्नुहुन्छ। त्यो ढंगको साथीहरू पनि आउनुभएको छ। यहाँको महिला दिदीबहिनीहरू उद्यमीसँग अहिले यस पछाडि उहाँले छलफल पनि गर्नुहुन्छ। म त्यसको निम्ति यहाँका महिला उद्यमी दिदीबहिनीहरू, होमस्टे सञ्चालकज्यूहरूलाई पनि उहाँसँग बसेर अलिकति उहाँका कुराहरू पनि सुनिदिनको निम्ति र हामीले भोलि के गर्ने भन्ने कुरा लिइदिनको निम्ति अनुरोध गर्दै म यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै भरे हामी ट्रेकिङ जानेछौँ। 4 दिनको ट्रेकिङ हुनेछ। त्यो ट्रेकिङमा हामी सबैजना सहभागी हुनेछौँ। माउन्टेन एकाडेमी जसले प्रबन्धन गर्नको निम्ति हामीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्वतारोहण समिति छ, त्यसलाई पनि हामीले आमन्त्रण गरेका छौँ। उहाँहरू पनि आउनु भएको छ। सबै साथीहरूले सामूहिक रूपमा रेड पाण्डाको प्रबन्धनको निम्ति, रेड पाण्डा ट्रेलको प्रबन्धनको निम्ति एकमत भएर लागौं भन्ने कुरा यहाँहरूको बीचमा अनुरोध गर्दै म आफ्नो भनाइलाई यही अन्त्य गर्छु। हस्त, धन्यवाद। जय पर्यटन। कर्मचारी मित्रहरूलाई सहजीकरणको लागि हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि सन्दकपुरको माननीय खगेश्वरी पौडेलज्यू तथा प्रमुख अतिथि माननीय महेश बस्नेतज्यूलाई गमलामा पानी अर्पण गरेर, गमलामा जल अर्पण गरेर पर्यटकीय क्षेत्र जोरपोखरीको डुङ्गा सहर कार्यक्रमको समुद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उपस्थित महानुभावहरूले जोरदार तालीका साथ उक्त कार्यक्रममा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। पुनः आजका प्रमुख अतिथि माननीय महेश बस्नेतज्यू तथा रेड पाण्डा महोत्सवको रुट म्याप उद्घाटन सबैले मिलेर तान्दाखेरि प्रदेश स्थानीय कस्तो नहोला नवीन के होला कस्तो राम्रो फोटो हो। यो चाहिँ डिस्को कति राम्रो फोटो छ। सन्दकपुरको डाँडा देखिएको
सम्पन्न गरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अब म अतिथिज्यूहरूको मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। भर्खरै मैले रेड पान्डालाई चाहिँ खासमा जन्तु भन्नुपर्ने छ विचार लाग्यो होइन, तर मैले एउटा प्रस्तुतिको क्रममा चाहिँ पन्छी भनेको छु, त्यसको लागि चाहिँ म माफी चाहन्छु। पन्छी होइन रहेछ नि त बाबा, यहाँ आउनु त तपाईँ। जीव हो, जीव रहेछ नि त उयो चाहिँ के अरे रेड पान्डा चाहिँ जीव। यो चाहिँ के भने यो जिब्रोमा हड्डी छैन, कोही मिस्टेक हुन्छ होइन, त्यसले गर्दा यसलाई ठुलो कुरा नलिनु। रेड पान्डा चाहिँ जीव हो, मैले पन्छी भनेको यो मिस्टेक हुन्छ। मैले फिर्ता लिएँ। रेस्क्यु त चाहियो होला नि त यहाँ त, कि चाहिँदैन त यो बोटिङ गर्दाखेरि? चाहिन्छ नि, अब पस्यो भने पल्टियो भने। यो एकदम लोप उन्मुख बाजा हो। ए होइन, यतिकै लागि मात्रै तपाईँलाई मैले यो सानो भिडियोको लागि चाहिँ बजाउनु लाग्यो। एउटा धुन बजाउँदा हाम्रो पूजन शिवा सरलाई म अनुरोध गरेँ। पदयात्रामा लाग्यौँ हामी साथीभाइ। अब अगाडि सानो माउन्टेन एकाडेमीको भाइहरू, माउन्टेन एकाडेमी हाम्रो भरे साइज चाहिँ आफू मिलाउनु पर्छ ल। डबल चाहिँ नहोस् कि सिङ्गल चाहिँ भइरहेछ, कोही नछुटुन् कोही नदोरियो। ल हाम्रो कलाकारजीलाई हामी पनि अब आउनु न। खेमराज ढकाल पत्रकारज्यू, सरी ठुलो रहेछ अहिले, ठुलो छ भने यहाँ उहाँ अहिले चेन्ज गर्नुला। विशाललाई सरको अलिकति लिएला। भर्खरै हिलेबाट हामी सन्दकपुर गाउँपालिका 1 र 2 को सिमाना रहेको हिलेबाट भर्खरै हाम्रो पदयात्रीहरूलाई बिदा भइसकेको छौँ हामी अहिले। र रेड पान्डा महोत्सव 2081 को अवसरमा हामी ट्रेकिङ थुप्रैवटा हाम्रो ठाउँहरू सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय ठाउँहरूमा रेड पान्डा जोन क्षेत्रतिर हामी प्रस्थान गर्न लागिरहेका छौँ अथवा हामी हिँडिसकेका छौँ। र
वाउ हाम्रो यात्रा विशाल भाइ हाम्रो यात्रा कहाँसम्म हुन्छ आज लु गोरुवाली भन्ज्याङसम्म ओहो त्यत्रो हाम्रो लामो रुट जान्छौँ हामी पुग्छौँ बाबा केही गरी हाम्रो विशेष गरेर पत्रकार महासङ्घ इलामको भाइहरूसँग म छु अहिले एकछिनबाट अहिले भर्खरै भेट भयो उहाँहरूसँग यति हेन्डसम भाइ छ हाम्रो यता हेमराज भाइ यता विशाल भाइको त कुरै नगरौँ होइन अनि अब हाम्रो यात्रा चाहिँ छिन्टापुसम्म छौँ र पाहुनाहरू पनि हुनुहुन्छ हाम्रो इन्डियाबाट लगायत हाम्रो नेपाली आन्तरिक सबैजना हामी एकदम छिन्टापु पर्यटनलाई प्रवर्धन गरौँ भन्ने अभियान ती डाँडाहरू छोडेर आइसक्यौँ हामी लाली गुराँस फुलेको अवस्था छ विशाल भाइ निकै थाकेको जस्तो देखिन्छ ओहो ले त डान्स गर्न लाग्यो जस्तो भयो त के भन्दैछ त्यो मोबाइल अरू के गरौँ हामी अगाडि बढ्दैछौँ हामी बढ्दैछौँ थकित हुँदैछौँ हाम्रो यात्राको मेन उद्देश्य चाहिँ यो छ रेड पान्डा हामी अहिले टपुबाट भर्खरै हिँडेको 1 घन्टा भइसकेको छ र हामी एकदमै हाइट उचाइमा बढ्दै अगाडि बढिरहेका छौँ उहाँले हामीलाई उकालोमा गाह्रो अवस्था हुँदैछ यात्रा सुनौलो अनि साथ तिम्रो भन्दा त नि गलेर निकै हत्तु भइसकेको अवस्था छ अहिले हामी यो गुराँसे भन्ने ठाउँ हो सुमन यहाँ खप्परी उकालोमा छौँ अहिले हामी अगाडि हाम्रो विशेष सुमन यावाले हामीलाई नेतृत्व गरिराख्नु भएको छ खप्परी उकालो हामीले काट्नु लाग्यो होइन खप्परी उकालो काटेपछि त्यहाँबाट मात्रै गुराँसे आउने हो ओहो यो मालिङको घारी अनि यो अब कठिन यात्रा एउटा हामीले पार गरिसक्यो थोरै पनि पार गर्न लाग्यो अब माथि पुग्ने बेलामा चाहिँ थोरै छ ल त्यसो गर्दाखेरि काजु बदाम खानु पर्दैन हामीले ओहो खेमराज भाइ काजु बदाम खानुपर्छ है भाइ ल अवश्य खानुपर्छ अहिले हामी फर्स्ट भनेको हामी नै हो आजको टुर गर्ने मान्छेहरूमा हाम्रो टिमहरू पछाडि नै रहनु भएको छ र हामीले अलिकति झोलाहरू चाहिँ अलिकति गाडीमा हालेर अलिकति सहज भइरहेछ गाडी एकैचोटि अब गोरुवाली भन्ज्याङ आउँछ हामी छिन्टापु भएर गोरुवालीसम्म हामी करिब अहिले 3 बज्यो होइन सुमन सर 4 बज्यो है हामी लगभग कतिखेर पुग्छौँ त हामी गोरुवाली लगभग तपाईँको यो गतिमा 7 बजी भनेपछि 4 3 7 अझै 3 घन्टा हिँड्नुपर्छ ओके ल ठिक छ के छ त तपाईँको रिभ्यू के छ पत्रकार को हैसियतबाट धेरैचोटि एकदमै हिँडिराख्नुपर्छ तपाईँ त फेरि पनि रेड पान्डा गन्तव्य हाम्रो लागि र म चाहिँ पोहोर पनि यही ट्रेकिङ हुँदै सन्दकपुर जौबारीसम्मको यात्रा गरेर थिएँ हाम्रो एकदमै यात्रा बीचका गरी डेस्टिनेसनहरू एकदम राम्रा छन् हामी हेर्दै घुम्दै त्यसै गरी हाम्रो पाहुना भाइ हुनुहुन्छ झापाबाट भाइलाई पनि मैले रिभ्यू भन्दा नि 2 शब्दमा भनिदिनुहोस् एकदम राम्रो छ अझै हिँड्न बाँकी छ अब अहिले ठिकै छ होला त माथि पुग्यो हेरौँला होइन ओके ल हाम्रो ध्रुव सर पनि आइसक्नु भएको छ निकै अत्यन्तै कठिन यात्रा तर यसलाई हो सर हाम्रो अर्घाखाँची सन्दकपुर गाउँपालिकामा अहिले शिक्षा शाखाको प्रमुखको रूपमा हुनुहुन्छ ध्रुव सर उहाँलाई पनि सन्दकपुरमा स्वागत छ
साथसाथै यो रेड पान्डा यात्रामा तपाईँलाई धेरै स्वागत छ सर। त्यस्तै गरी हाम्रो रिभ्यू लिँदैछु विशाल भाइ, आजको एडभेन्चरवाला यात्रा कस्तो लागिरहेछ? एकदमै यो कष्ट छ तर पनि मजा छ क्या, मजा छ आनन्द छ। यो एकदम ट्रेकिङ चाहिँ स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ, त्यो पनि यस्तो मनोरम दृश्यको साथमा। ओके, यो यात्रा गर्न पाउँदा धेरै खुसी छु। त्यस्तै गरेर हाम्रो सलिन भाइको पनि प्रतिक्रिया 2 शब्द। मेरो चाहिँ के छ भन्दा 2 शब्द होइन, जे होस् एकदम लाइफ टाइम रिमेम्बर हुनेवाला मेमोरिज हुने भयो होइन, एकदम रमाइलोवाला, दामी गाह्रो भए पनि होइन। ठिक छ भाइ, अहिले हामी चाहिँ खप्परे भन्ने जग्गा आइपुगेको छौँ। यस पछाडि माथि एक स्टेप माथि गुराँसे भन्ने ठाउँ आउँछ भन्ने कुरा छ। हाम्रो सुमनजीले लिड गर्दै हुन्छ हामीलाई, अनि हामी एकदम यात्रामा अहिलेसम्म मेरो पनि क्यापेसिटी के भन्छ यो इनर्जी छ। अब यहाँदेखि उकालो के हुन्छ भन्ने कुरा छ होइन, सम्भवतः लाग्छ अब पुगिन्छ राम्ररी नै भन्ने छ। खान मन लाग्यो अब चाहिँ म कागती नै त्यो भने खानु। तिमीले बोकेर त्यो त होइन, मैले त्यो बोतल चाहिँ बोकाएको थिएँ, निलो चाहिँ तपाईँ निलो क्यानको चाहिँ यहाँ छ। त्यही त हो नि, त्यही खानुपर्छ अरे लास्टमा चाहिँ। थोरै थोरै खाउँ न, मिसाउँ न, पानीमा मिसाउँ। अब चाहिँ ठिक गरियो नि त, तर पानी खानु पर्ला नि त, खाऊँ न पानी सुर्नु। त्यो हो नि त कुरो भनेको हाम्रो। थकित भएर बसेको होइन, म त काटिहाल्छु नि देखेको आफै मात्रै राखेँ पर्सनल। यहाँ छ त मालको चिज त, मालको चिज के गरौँ, यात्रा सुरु गरौँ। अब भिडियो चलाउँदै हिँड्नुपर्छ। यात्रा विश्राम पछिको यात्रा फेरि सुरु गऱ्यौँ हामीले। इनर्जी ड्रिङ्क सेम जोस अघि हाम्रो 0बाट जसरी हिँडेको थियौँ त्यही खालको जोसहरू हामीलाई आइरहेको छ। यहाँ फुल पनि बलु भन्ने चिज चाहिँ आउँथ्यो है। हजुर, यो बलु सेतो बलु। ल ल ल हाम्रो टिम आइसक्नु हो। खाद्यान्न खाद्यान्न बोक्नु भएछ, गाह्रो हुने भयो। महत्त्वपूर्ण चिज छ त्यहाँ, अब गाह्रो छ यहाँ। अहिले चाहिँ हामी गुराँसे भन्ज्याङको तल्लो चौतारामा आइसकेका छौँ भन्ने जानकारी आएको छ। र हाम्रो टिमहरू ग्रुपिङ टिम हाम्रो अझै पनि पछाडि हुनुहुन्छ, करिब 30 जनाको ग्रुपमा छौँ हामी। त्यो बोटमा पुगिन्छ हामी, तर अँध्यारो हुने भयो त्यहाँ गुराँसको बोटकै बोट छ क्या यहाँ परदेखि यो ठाउँले यस्तो होइन नि, यस्तो खतरा गुराँस नहेर बाटो कहाँ हेरौँ? ए ला हौ यहाँ म जान्छु एकदम अलिकति पर चाहिँ अरे अझै पर चाहिँ अरे गुराँसे भन्ज्याङ आइपुग्यौँ हामी। अब हाम्रो चाहिँ अहिले स्वर्गमा पुगे जस्तो फिल भइरहेको हो। यात्रामा हामी गुराँसहरूलाई देखिरहेको छौँ। कहिले बेला म उडाइदिन्छु, पक्र त म पनि उडाउँछु ल। बाबा म छु, गायक हुनुहुन्छ बाबाको चाहिँ सुमधुर स्वरमा हामी भरे गुराँसे भन्ने ठाउँ एकदमै मजा छ, रमाइलो छ। हाम्रो टोली एकदम राम्रो छ। झ्वापै पल्टाइहाल्नुपर्छ अनि मात्र उयो हुन्छ, बन्द हुन्छ, फाट्टै पल्टाउनु पर्यो होइन। त्यसलाई हाम्रो पछाडिको साथीहरू चाहिँ यो पारिको जङ्गलमा खराउनु हुँदैछ। अनि यहाँ त तलतिर देख्न सक्नुहुन्छ, यता तलतिर गुराँस फुलेको छ तपाईँको ला भन्ने ठाउँ। त्यो डाँडा होइन भाइ, टप्पु आज हामी त्यो डाँडाबाट हिँडेको, अनि ठक्क लाएर यो डाँडा कटेर सट्ट आइसक्यौँ हामी, निकै माथि आइसकेका छौँ। अहिले हामी गुराँसे भन्ज्याङ भन्दा माथि पुगिसकेका छौँ र हामीलाई अहिले निकै हाई अल्टिट्युडको कारणले गर्दाखेरि हामीलाई थकान महसुस भइरहेको छ। खैर यतातिर फुलेको फुलहरूलाई हामी हेर्न सक्छौँ, सुन्दर फुलहरू पनि देख्न सक्छौँ। हामी प्रकृतिसँग रमाउँदै अगाडि बढिरहेका छौँ र गुराँसको बोटहरू
मालिङ्गोको बोटहरू देख्न सकिरहेको छौँ। यात्रा निकै कठिन छ। यहाँ त अति ठुलो ठुलो डुग्रासको बोटहरू हामी देख्न सक्छौँ। विशाल भाइ गाह्रो छ होइन? गाह्रो छ, राम्रो छ। यात्रा गजबको छ। काठमाडौँबाट आउनुभएको भाइहरू पनि हामीसँगै हुनुहुन्छ। एकदम छिन्टापु दोस्रो टाइम हो नि तपाईँहरू आउनुभएको त होइन? फर्स्ट टाइम नै हो नि? म पनि फर्स्ट टाइम हो यहीँ इलामकै भए पनि हो। छिन्टापु भन्ने ठाउँ चाहिँ यही हो। अब हामीलाई आउँदैन, अलिक पर गोरुवालीसम्म आउँछ। छिन्टापुबाट झन्नै 45 मिनट जान्छ अगाडि, त्यहाँसम्म त्यही अघिको गाडी आउँछ। डेस्टिनेसन चाहिँ यही माथिको चाहिँ होइन, हाम्रो यो छिन्टापु मात्रै हो। ड्रोन पनि उडिरहेछ। हाम्रो साथीहरू अलरेडी आइसक्नु भएको छ। यो हो क्या सर्सी भने। अबको हाम्रो डेस्टिनेसन भन्दा नि हाम्रो गोरेटो बाटोहरू चाहिँ यहाँ पारि देखिरहेको अवस्था छ। सुरुमा जाँदैछौँ। यो चाहियो सरेन्डरको झन्डा उठो छ। ओके गाइज, अहिले हामी 6 बजिसकेको छ साँझको र यतिखेर हामी हाम्रो इलामको 4 खोला मध्ये पुवामाईको शिरमा आइसकेका छौँ। र पुवामाईको शिर भनेर हामी यसलाई चिन्छौँ। ट्रेकिङ रुटलाई हामीले पहिला आएर आइसकेका छौँ र पुवाको पानी शिरमा पानी थापिसकेका छन् साथीहरूले। यो पानीलाई हामीले एकचोटि साथीहरूले यहाँ हाम्रो टिम छन्। भिडियो आउँछ भाइ? भिडियो छ। पुवाको शिरमा पानी खायो एकदमै यो चिसो छ भाइ यार। फ्रिजको अस्ति फ्रिजको जतिकै छ चिसो। कट एडभेन्चर, एकदमै एडभेन्चर यात्रा हो यो। हामी अहिले 4 घन्टाको अन्तरालमा पैदल यात्रापछि हामी लगभग छिन्टापुको नजिक नेरा आइसकेको छौँ भन्ने मलाई लागिरहेको छ। र हाम्रो टोलीहरू थाकेको अवस्था छ, थकाइ मार्दै हुनुहुन्छ। गाह्रो छ बाबा, याक्सा खोज्नुपर्छ भाइ। अब जोरपोखरी, होमडाँडा, छिन्टापु र ढुङ्गे पानी लेखिएको रहेछ। हामी भनेको छिन्टापु जाँदैछौँ। अब भनेपछि हामी अगाडि बढिसकेका छौँ। हाम्रो गोरुवाले भन्ज्याङसम्मको डेस्टिनेसन हो। आज रात परेको कारणले गर्दाखेरि छिन्टापुको दृश्यहरूलाई हामीले खिच्न असमर्थ रह्यौँ। निकै रात परिसकेको अवस्था छ। हाम्रो अहिले यहाँ विश्राममा छौँ अनकन्टर जङ्गलमा। निकै गाह्रो छ। अगाडि एक टोली गइसक्यो, हामी दोस्रो टोलीमा छौँ। पछाडि हाम्रो टोलीहरू छ, तर हाम्रो 7:20 गइसक्यो भाइ होइन? हजुर। अहिले हामी ठ्याक्कै गोरुवाली भन्ज्याङभन्दा माथि छिन्टापु र गोरुवाली भन्ज्याङको बिचमा आएर एकछिन रेस्ट गरिरहेको छौँ। हाम्रो यहाँ छ सामग्रीहरू, बन्दोबस्तीको सामान, लाठी लगायतका चिजहरू। रात परिसकेको छ। अहिले हामी चाहिँ छिन्टापुबाट ओह्रालो। हाम्रो आजको पहिलो दिनको डेस्टिनेसन गोरुवाली भन्ज्याङ थियो। निकै राति भइसकेको छ। हामी हिँड्दाखेरि पनि लगभग ढिलै हिँड्यौँ। सुरुवात भनेको हाम्रो 3 बजी भएको थियो। 2:30बाट हामी हिँडेको होला, 2:30-3। त्यस कारणले गर्दाखेरि हाम्रो आजको पहिलो डेस्टिनेसन भनेको गोरुवाली भन्ज्याङ, इलाम 5 थरको सीमावर्ती क्षेत्रमा रहेको गोरुवाली भन्ज्याङ आइपुग्न आँटेको छ। र आजको हिँडाइ भनेको हाम्रो लगभग 5 घन्टाको हिँडाइपछि लगभग हामी हाम्रो आजको पहिलो डेस्टिनेसन गोरुवाली भन्ज्याङ आइपुग्न सफल भएका छौँ। र हामीलाई लाग्दैछ कि एउटा युद्ध जिते जस्तो, एउटा अचिभ प्राप्त गरे जस्तो फिल भइरहेछ। यहाँ ढाड पनि दुख्नु थाल्यो, खुट्टो पनि दुख्नु थाल्यो। मेरो अगाडि विशाल भाइ हुनुहुन्छ अनि हाम्रो अन्य टोलीहरू अगाडि बढिसकेका छन्।
यहाँ तल पनि हल्ला आउँदैछ हाम्रो साथीहरू। यहाँ तल आउँदैछ केचना टु कञ्चनजङ्घा भन्ने चाहिँ। यी हाम्रा टोलीहरू त्यहाँ पुगिसकेका छन्। हाम्रो अगाडिको टिमहरू आइसक्नु भएको छ। अब हामी दोस्रो टिममा छौँ, तेस्रो चौथोसम्मको टिम छ पछाडि। हामी अहिले भर्खरै हाम्रो डेस्टिनेसन फाइनली आइसकेको अवस्था हो। ओ माई गड, केशव सर अघि आउनुभयो, हामी आइपुग्यौँ बल्ल। त्यो ब्यागमा मिठाईहरू थियो नि, थाकेको अवस्था छ। स्वागत छ मेरो काकालाई। धन्यवाद। गोरुवाली भन्छ, हामी गोरुवाली भन्ज्याङ आइसकेका छौँ। काका भतिजको भेट भइसक्यो, सरसँगै भेट भयो हाम्रो। यहाँनिर छैन त्यो गुलियो। आया म मरेँ बाबा, थाकेँ। अनि पैदल यात्राको कस्तो भयो त? पैदल यात्रा एकदम राम्रो भयो। आजको पहिलो डेस्टिनेसन हामी आइसक्यौँ। एकदम अलिअलि गाह्रो भइरहेको थियो परतिर होइन, तर पनि हामी कसो गरेर आइपुग्यौँ। तर हाम्रो पछाडि अरू चाहिँ टोलीहरू छ, धेरै छ। तर यस्तो कि यो हामी जतिको केटाहरूले चाहिँ गाह्रो भन्नु मान्ने, किनकि हाम्रो पोहोरको साल र हिजोअस्ति नै भर्खरै पनि ट्रेकिङ यो सर्वे गर्दाखेरि हाम्रो अध्यक्षज्यू 77 वर्षकोमा उहाँ हिँडेरै पार गर्नुभयो। भनेको यही बाटो 2 चोटि भइसक्यो। यो त के र यो पोहोरको सालमा यही रेड पान्डा मौसममा त तपाईँको ठ्याक्कै टप्पूदेखि हिँडेको। उहाँ कैयाकटा हुँदै माथि सन्दकपुरदेखि छिरेर कैयाकटा भएर जौबारी निस्किँदा मारेको रहेछन् बाबा। अनि हामी टिप्छु है मन भए केसमै सिउरिनु, त्यही तल चोकमै हुन्छु है याद लागे नि तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ। यो बिच के भन्छ